सो वाट्सएप एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरलाई फेरि पनि स्वागत छ मिस्टर तिसराजमा। अनि आज चाहिँ हामी फरक किसिमको एकदमै ट्रेन्डिङ टपिक रहेको फिफा वर्ल्ड कपको विषयमा कुरा गर्न आइरहेका छौँ, जसमा चाहिँ हामी ऱ्यान्डम मान्छेहरूलाई वर्ल्ड कपको बारेमा क्वेसनहरू सोध्छौँ अनि उहाँहरूको प्रतिक्रियाहरू वर्ल्ड कपको बारेमा के कस्तो छ, उहाँहरूले सपोर्ट गर्ने टिमदेखि लिएर प्लेयरहरूको बारेमा सबैको बारेमा बुझ्छौँ। अनि यो वर्ल्ड कप चाहिँ भन्नुपर्दा के हो कस्तो हो भन्दाखेरि चाहिँ वर्ल्ड कप प्रत्येक 4-4 वर्षमा हुने गर्दछ। अनि वर्ल्ड कपको सुरुवात चाहिँ 1930बाट भएको, अनि जसमा चाहिँ विभिन्न राष्ट्रका विभिन्न खेलाडीहरू छन्, जस्तै लियोनल मेस्सी है, अनि पोर्चुगलको हुनुहुन्छ क्रिस्टियानो रोनाल्डो, अनि एम्बाप्पे, अनि त्यसपछि हालान्ड, अनि त्यसपछि म्याराडोना, पेले लगायत डिफ्रेन्ट प्लेयरहरू हुनुहुन्छ। सो अब चाहिँ ऱ्यान्डम क्वेसनतिर लिएर जाऊँ है त। के छ खबर बाबु? ठिक छ। तिम्रो घर कहाँ अरे? मेन रोड। तिमीले वर्ल्ड कप हेर्छौ? कुन देशलाई सपोर्ट गर्छौ नि? अर्जेन्टिना। अर्जेन्टिनाको प्लेयरको नाम भन न एक दुईवटा। लियोनल मेस्सी, अनि डिपल, मार्टिनेज। ए अनि कस्तो लागिरहेछ त नि वर्ल्ड कप? राम्रो लागेको छ। कुन देशले जित्छ जस्तो लाग्छ त नि यसपालिको वर्ल्ड कप? अर्जेन्टिना। अर्जेन्टिना स्योर हो? ढुक्क हो? ल थ्याङ्क यू सो मच। सनको खतरा सिसन मान्ने है। के छ मेरो भाइ? थ्याङ्क यू दाइ, ठिक छ दाइ। लप्सन भाइलाई मेरो भिडियोमा एकदम वेलकम छ। अनि लप्सन भाइले वर्ल्ड कप कतिको हेरिरहेछ त नि? ओ माई गड, म त एकदम स्पोर्टमा त जिरो छु नि। म त यो भिडियोको लागि सरी, मलाई रोज्दै हुनुहुन्छ भने यो चितनको सिजन मानेलाई त हामीले जसरी नि यस भिडियोमा हाल्न पर्ने हुन्छ। ओ माई गड, वर्ल्ड कप हेरेको छैन भने चाहिँ छैन भाइ त्यस्तो गर्नु भएन नि त, मजा आएन नि त। सरी हो। ल ठिक छ, ल थ्याङ्क यू सो मच मेरो भाइ। लव प्लीज कट कर दिया जाए। नहीं नहीं नहीं, ये कट नहीं होगा। कट कर दिया। कट नहीं करना है, यही तो ट्रेंडिंग टॉपिक है भाइजान। कोही पनि मान्छे छैनन्, सब डेटिङ बसेछन्, सब जोडी जोडी लिएर बसेछन्। हाम्रो जोडी खै, मेरो जोडी खै। हाम्रो एकजना गेस्ट हुनुहुन्छ, उहाँसँग चाहिँ ऱ्यान्डम क्वेसनहरू सोध्छु। के छ है त? नमस्कार। नमस्कार, के हजुरको शुभ नाम? मेरो किरण थामी। हजुर कहाँबाट हुनुहुन्छ? म दोलखाबाट। ए हजुरले वर्ल्ड कप कतिको हेर्नु भएको छ त नि यो साल? वर्ल्ड कप हेरिरहेको छु हजुर। कुन टिमलाई सपोर्ट गर्नुहुन्छ? मैले अर्जेन्टिना। अनि हजुरलाई चाहिँ के लाग्छ यसपालि कुन टिमले चाहिँ वर्ल्ड कप जित्छ जस्तो लाग्छ? जित्ने त अर्जेन्टिनाले हो। अनि के अरे हजुरलाई चाहिँ के जस्तै अब सेमी फाइनल वा क्वार्टर फाइनल वा फाइनलमा अर्जेन्टिनासँग कुन गेमको चाहिँ म्याच भयो जस्तो लाग्छ कि म्याच होस् जस्तो लाग्छ कि? सबै टिमहरू त टफ नै छ, तर यसो सबै हाम्रो त्यो हुन्छ नि म्याप हेर्दाखेरि चाहिँ फ्रान्स पर्छ जस्तो लाग्छ। फ्रान्स पर्छ जस्तो लाग्छ। ल थ्याङ्क यू सो मच। के छ मेरो भाइ? सन्चेस एकदम कहाँ हिँडेछ नि त? यसो अब हावा खानु पऱ्यो नि, यस्तो गर्मीको मौसम। तेरो नाम के अरे? मेरो नाम अबे। अनि के लागिरहेछ त नि? कस्तो लागिरहेको त नि? चितवनको गर्मी कस्तो छ त नि? गर्मी त यहाँ ल्याएर प्याक्ट अन्डा फुटाएर ट्याक्क राख्दैन, प्वाक्क पाकेर निस्किन्छ बाहिर ट्याक्कै। अनि यसपालि विश्वकप कति हेरेछ के हेरेछ त? कप अब यसो टाइम भएको बेला हेरेको, नत्र हेरेको छैन। अनि कुन टिमलाई सपोर्ट गरिरहेछ? अलवेज 7 हजुर। यो 7सँग खासै मेरो 36को आँकडा छ है फेरि। अनि के अरे अनि के छ भन्दाखेरि म एक दुईवटा यस्तो वर्ल्ड कप सम्बन्धी क्वेसनहरू सोध्छु त्यस्तो जानेसम्म। ओके होइन? हुन्छ। अनि अब जस्तै पोर्चुगललाई सपोर्ट गरिरहेस् भनिसकेपछि लास्ट गेममा रोनाल्डोले कति गोल हानेको थियो? अहिले रिसेन्ट होइन, रिसेन्टको अस्ति भर्खरको गेममा 2 गोल हो जस्तो लाग्छ के अरे हजुर। त्योभन्दा अगाडिको गेममा त्योभन्दा अगाडिको गेममा नसुन्नु होला। दुखेको घाउमा नुन छर्किने काम चाहिँ मैले गर्छु है। है अनि के लाग्छ यसपालि कसले वर्ल्ड कप जित्छ होला? कसले जित्छ त कसरी भनौँ? होइन मैतिर हेर्दा नि हुन्छ। मैतिर हेर्दा नि हुन्छ, खासै फरक पर्दैन। 6वटा तारा हुन्छ, 5वटा छ के अरे अहिले। यता हस्पिटलको त भन्नु त। यता नजिकै छ भरतपुर सामुदायिक सरकारी हस्पिटल, जान सक्नुहुन्छ हजुरहरू है। अब के लाग्छ वर्ल्ड कप कसले जित्छ? जोसुकैले जितोस् बाल भएन हो। अनि के लाग्छ अल टाइम फेभरेट भनेपछि रोनाल्डो नै हो? ए जिते साह्रै आएर 7 भन्छ 7 त्यस्तो हो। अनि सबैभन्दा मनपर्ने फुटबल क्लबहरूको सबैभन्दा मनपर्ने जर्सी कुन हो? पोर्चुगल बाहेक? पोर्चुगल बाहेक छैन त्यस्तो कुनै पनि छैन, ओन्ली पोर्चुगल हो? ओके ल थ्याङ्क यू सो मच। थ्याङ्क यू मेरो दाइ। नमस्कार। नमस्ते दाइ। हजुरको शुभ नाम? सुभाष भट्टराई। कहाँबाट हुनुहुन्छ? यही भरतपुर 10। अनि वर्ल्ड कप हेरिराख्नु भएको छ? वर्ल्ड कप त हेरिन्छ। कुन देशलाई सपोर्ट गरिराख्नु भएको छ?
मैले हेर्न थालेँ चाहिँ फिलहाल हो, किनकि केटाहरूले ल वर्ल्ड कप हेरौँ भन्ने हो। अनि त्यसपछि हेर्न थालेँ। अब म नि अब एज अ स्पोर्ट्स पर्सन क्रिकेटहरू खेलिरहेको हुन्छु, त्यही अनुसार मैले अब रोनाल्डोको हार्डवर्किङदेखि लिएर एजदेखि लिएर सबै हेर्दाखेरि चाहिँ म चाहिँ स्पेसली यसलाई चाहिँ सपोर्ट भन्ने छैन, तर रोनाल्डो चाहिँ अलिकति हार्डवर्किङदेखि लिएर सबै हेर्दा चाहिँ रोनाल्डोको माइन्डसेटदेखि लिएर सबै चाहिँ रोनाल्डो मनपर्छ। ओके नाइस। अनि इफ इन केस होइन अब यो गेमको फ्युचरमा चाहिँ पोर्चुगल भर्सेस कुन टिमसँग म्याच भएको देख्न चाहनुहुन्छ? अब यो हाम्रो देशमा अब कन्फ्लिक्ट भन्दाखेरि अब हुन्छ नि त जे भयो नि, त्यो हुँदा चाहिँ मलाई चाहिँ अर्जेन्टिना भर्सेस पोर्चुगल अर्जेन्टिना भर्सेस पोर्चुगल हेर्न मन छ। अर्जेन्टिना भर्सेस पोर्चुगल मलाई फुटबलको एफ नआए पनि म अर्जेन्टिना भर्सेस पोर्चुगलको म्याच 90 मिनट बसेर हेर्छु। यो सपना कहिले पुरा नहोस्। तर पर्न सक्छ यसपालि क्वार्टर फाइनल वा सेमीमा पर्न सक्छ यो गेम है। अरू के छ? अरू त के छैन। अब ब्राजिलको नेमारले गोल हान्दा छ नि दाइ, पहिला उसले हान्न पर्यो, त्यसपछि अनि बल्ल त खेल्न आहा, बल्ल त तेस्रो गेममा खेल्न आहा। त्यो नि हो। ल थ्याङ्क यू सो मच। थ्याङ्क यू। के छ? ठिक छ। कहाँबाट आएको हो नि? दियाले रोड। कति क्लासमा पढ्छौ नि? कतिमा? 3मा? कुनमा नि? भानुमावि हो। ए अनि विश्वकप हेरेको छौ? विश्वकप हेर्छौ? वर्ल्ड कप हेर्दिनौ? अनि यो कुन देशको जर्सी हो त नि? पोर्चुगलको हो। कसको जर्सी हो नि? खेलाडीको नाम? रोनाल्डो हो। रोनाल्डो राम्रो लाग्छ? कति राम्रो लाग्छ नि? धेरै? अलि नजिक आउनु। धेरै राम्रो लाग्छ? रोनाल्डोले खेलेको गेम हेरेछौ कि हेरेको छैनौ त? कतिचोटि हेरिसक्यौ नि? एकचोटि हेरेछौ? हो। अरू के छ त नि? ठिक छ। स्कुल गयो आज? ए ल ल। कता जानु लाग्यो नि? साइकल चलाउन? ए ल ल जाऊ। नमस्कार हजुर। हजुरको शुभ नाम? मेरो कृष्ण अम्गाई। मेरो ईश्वर लामिछाने। अनि हजुरहरूले वर्ल्ड कप हेर्नु भएको छ कि हेर्नु भएको छैन त्यसपालि? हेरिन्छ अलिअलि। मैले खासै हेरेको छैन। हजुरले चाहिँ कुन टिमलाई सपोर्ट गर्नुहुन्छ? मेरो त पोर्चुगल हो। पोर्चुगल हो। अनि पोर्चुगलको लास्ट गेम हेर्नुभयो? कस्तो लागेको थिएन हजुरलाई गेम? एकदम राम्रो। राम्रो छ। त्योभन्दा अगाडिको गेम? अगाडिको गेम चाहिँ मलाई अलिकति त्यति राम्रो लागेन, तर पछिको गेम चाहिँ राम्रो गर्छ भन्ने होप थियो। अनि हजुरले चाहिँ लाइक पोर्चुगलको रोनाल्डो बाहेक अरू कसको खेल मनपर्छ हजुरलाई? अरू सबैको खेल मनपर्छ, मलाई चाहिँ सबैको मनपर्छ, तर नाम चाहिँ थाहा हुन्न। त्यो त भइहाल्यो। अनि हजुरलाई चाहिँ इफ इन केस फ्युचरमा के जस्तै अब यो गेम भइरहेछ नि त, अब पोर्चुगलसँग चाहिँ कुन देशको म्याच भयो भने चाहिँ तपाईँलाई हेर्नलाई एकदम त्यो म्याच चाहिँ छुटाउँदिनँ भन्ने जस्तो लाग्छ कि? होइन, पोर्चुगलको जुनसँग भए पनि म छुटाउँदैन। तपाईँलाई चाहिँ लाइक भविष्यमा पोर्चुगल र यो टिमको भए चाहिँ अझै मजा आउँथ्यो म्याच हेर्नलाई भन्ने जस्तो लाग्छ? भइदियो हुन्थ्यो जस्तो लाग्छ स्पेनसँग। अनि हजुरलाई के छ? हजुरलाई कुन टिम हेर्नु त? म खासै हेर्दिनँ। खासै हेर्नु? त्यही पनि अलिअलि केही नलेज छ कि? हजुरले चिन्नु भएको प्लेयरहरूको नाम भनिदिनु न त, जस्तै अब कुनै टिमको वा कुनै केही कसैले चिन्नु भएको भने? मैले अर्जेन्टिनाको मेसी, रोनाल्डो तिनीहरू नै हो। तिनीहरू नै हो। हस् थ्याङ्क यू सो मच। थ्याङ्क यू। फुटबल ग्राउन्डमै छौँ हामी चाहिँ। यस्तो खतरा हो कि हामी भिडियो पनि फुटबल ग्राउन्डमै बनाउँछौँ कि त्यस्तो खतरा लाइभ लोकेसनमा भिडियो बनाउँछौँ हामी चाहिँ। अब यहाँबाट एकजनालाई यसो क्वेसन एन्सर गरौँ कि भन्ने प्लान हो मेरो चाहिँ। अनि के छ यहाँ गेम भइरहेछ, गेमको बिचमा डिस्टर्ब गर्नुहुन्न भन्ने मेरो धारणा छ। यहाँ चाहिँ किपरसँग क्वेसन एन्सर गर्दैछु मैले चाहिँ। अनि बाबुको सो नाम? आयुष। आयुष। अनि वर्ल्ड कप कतिको हेरेछौ त नि? हेरेको ठिक। कुन टिम हेर्छौ नि गेम? कुन टिमलाई सपोर्ट गर्छौ? ब्राजिल। ब्राजिललाई? ब्राजिलको गेम कहिले हेरेको थियौ? अस्ति हेरेको थियो। अनि कस्तो लाग्छ त नि ब्राजिलको गेम? राम्रो लाग्छ। राम्रो लाग्छ। कुन चाहिँ प्लेयरको गेम राम्रो लाग्छ? मेरो गोल भयो भएन अझै बोल्छस्? त्यो चाचो माथि त बोल्न मिल्दैन यार। के छ खबर कान्छा? ठिक छ। सन्चै हो? के हो नि नाम? राजीव। राजीव? कहाँबाट हो नि? रामपुर। अनि विश्वकप हेरे हौ? वर्ल्ड कप के? वर्ल्ड कप अनि वर्ल्ड कप हेर्दैनौ? अनि वर्ल्ड कप नहेरेर त के हेरि हो त तिमीले? हिजो राति गेम थियो? ए हो, रमाइलो लाग्छ हेर्न? हो ल, रमाइलो लाग्छ रे केटाहरूलाई। सब ठिक छ? ठिक छ नि? वर्ल्ड कप कसले जित्छ त नि? यहाँ चाहिँ यहाँ रातु क्वेसन एन्सर नदिने मुडमा छ रे आज।
फोन छैन कि सोनुलाई हिजो घरबाट पानी म्याच भएन नि त पानी म्याच भएन हिजो घरबाट आएको रे पानी म्याच भयो अब 5-10 मिनट बसेर पक्ल अनि अरूलाई चाहिँ आइसक्रिम खुवाइ खुवाइ बिरामी पार्ने आफू चाहिँ पानी खाएर बिरामी भए यो मान्छे ठिक लाइन छोड्यो यार मलाई वर्ल्ड कप हेर्छ कि हेर्दैन गेन हो बडावाला गेन नै देख्थ्यो इन्डिया के क्रिकेट फुटबल हेर्दैन त फुटबल नै हेर्नु पऱ्यो नि त हामी वर्ल्ड कप बसी बिहालोमा छौँ अहिले चाहिँ हामीसँग हुनुहुन्छ मेरो आफ्नै मामा चिज परिचित एके निर्मल लामिछाने अनि उहाँ चाहिँ ब्राजिलको कट्टर फ्यान हुनुहुन्छ होइन अनि के लागिरहेको छ कस्तो लागिरहेको छ नि वर्ल्ड कप हेर्नलाई दामी छ मजा आइरहेछ अहिलेसम्म भनेपछि ब्राजिल छोडिँदैन कहाँ छोड्नु हो हेर्नु पर्यो नि ब्राजिल चाहिँ छोड्ने पर्ने हुन्छ यसपालि मामा हुँदैन त्यस्तो हुँदैन मामा यसपालि तारा थपिन्छ कि जस्तो लाग्छ कि लाग्दैन त 6वटा त बनाउनै पर्यो नि 6वटा नबनाए त कामै भएन नि त्यो त यसो गरौँ न तारा नभएकोहरूलाई तारा सापट्टि दिने कि भन्ने कुरो हो यस्तो हो बरु म सिलाइदिन्छु होइन एउटा स्टारै बनाइदिन्छु त्यही लगाउँछन् नि त बैगनी त्यो त त्यस्तो गरेर मिल्छ मिल्छ मजाले मिल्छ भनेपछि अनि ब्राजिलको कट्टर फ्यान एकदम अनि अस्तिको खेल कस्तो लागेको थियो नि ब्राजिलको बवाल थियो बवाल दामी थियो। कति गोल भएको थियो नि ब्राजिलबाट 3 गोल भएको थियो खासमा हुनु पर्ने त अब 5-6 गोलै हुनु पर्थ्यो तर मिस गरे केटाहरूले त्यो 5-6 गोल हुन चाहिँ हाम्रै मामालाई लगेर दिनुपर्छ बल है मैले केटाहरूलाई सम्झाइसकेँ अलिक राम्रोसित खेल है अबको पालामा जे नै भयो नि राम्रोसित खेलेर जित्नुपर्छ भनेर भनेको छु अनि नेवार जुनियरलाई के भन्न चाहनुहुन्छ त तपाईँ बेस्ट अफ लक भन्छु नि म त यो चाहिँ त्यो हातखुट्टा नभात्न भन्न चाहनुहुन्न एकदम त्यही भएर त बेस्ट अफ लक भन्दैछु त म राम्रोसित खेल भनेर भन्दैछु त म ए ल सुने नि यहीबाट सन्देश है राम्रोसँग खेल्नु होला अनि ब्राजिलको र अब कसको म्याच हेर्न चाहनुहुन्छ त ब्राजिलबाट लाइक क्वार्टर फाइनल सेमी फाइनलमा चाहिँ ब्राजिलसँग कुन टिमको चाहिँ म्याच भयो भने अझै मजा आउँछ वर्ल्ड कप हेर्न भन्ने लाग्छ त्यो स्टारै नभएकोलाई अझै हराउनु पाए त अझै रमाइलो हुन्थ्यो स्टारै नभएको भनेपछि रातो हो एकदम रातोसँग किन हो यस्तो दुश्मनी सबैको रातो भनेको एकदम दुश्मनीवाला कलर हो नि त त्यो भएर चाहिँ हो नि त हो रातो भन्ने बित्तिकै त्यसपछि पुरा डेन्जर रातो भनेको डेन्जर हो नि त त्यही भएर हो युद्धवाला हो त्यही भएर चाहिँ ट्याक्कै युद्धवालालाई हामी शान्तिको पक्षमा हो नि त होला होला थाहा छैन मलाई त्यही भएर हामी रातोलाई हराउनै पर्छ त्यो चाहिँ ल धन्यवाद मामा धन्यवाद बोल्न दिनुभएकोमा मेरो बान्ता थियो आई लभ यु नमस्कार हामीसँग हुनुहुन्छ अर्को व्यक्ति जसको चाहिँ शुभ नाम सिकन्दर कुमार मुखिया सिकन्दर कुमार मुखिया एकेएम मुखिया अनि मुखियाजी हजुरले चाहिँ वर्ल्ड कप कतिको हेर्नुहुन्छ खासमा त दाइ म दिनभरि बिजी नै हुन्छु अब बिजी भएपछि अब राति आएर खाना खाने सुत्ने त्यस्तो बिजी त हेर्दैन दाइ तपाईँ भन्नुहोस् कतिको हेर्नुहुन्छ म त वर्ल्ड कप हेर्ने भएको भएर त वर्ल्ड कपको भिडियो बनाइरहेको छु त अनि वर्ल्ड कप हेर्दा के कुन टिमलाई चाहिँ सपोर्ट गर्छौ जस्तै अब भएको टाइममा फ्री भएको टाइममा चाहिँ पोर्चुगललाई यो रातोसँग खासै मेरो 36को आँकडा छन चाहिँ होइन तर पनि ठिक छ होइन सबैले सम्मान गर्नुपर्छ अनि भनेपछि पोर्चुगलको फ्यान एकदम पोर्चुगलको लास्ट गेम कस्तो लाग्यो त नि हेरेन हेरेको छैन ल म्याचको हाइलाइट भए पनि हेर्नुपर्छ अब हुन्छ है ल थ्याङ्क यू सो मच यस भिडियोमा आउनुभएकोमा थ्याङ्क यू मुख्य भाइ दोस्त अर्को पनि फेरि ब्राजिलको सपोर्टर आइपुगेछ नमस्ते नमस्ते हजुरको शुभ नाम मेरो अमृत श्रेष्ठ अमृत श्रेष्ठजी कहाँबाट हुनुहुन्छ म यहीँ भरतपुर 10 विशाल चोकबाट वर्ल्ड कप हेरिन्छ भनेपछि मजाले कहिलेबाट हेर्न सुरु गर्नुभयो मैले हेरेको भयो 10-12 वर्ष भनेपछि ब्राजिलको कट्टर फ्यान कसरी के कुराले गर्दा चाहिँ तपाईँलाई ब्राजिल सपोर्ट गर्न मन लाग्यो मलाई ब्राजिलको सपोर्ट गर्नु मन लागेको भनेको चाहिँ कसरी भन्दाखेरि यो टिम स्ट्रङ होइन अलिकति टिममा एकता होइन जुन गेममा पनि अलिकति ब्राजिलले राम्रो खेले जस्तो लाग्छ कि त्यही भएर चाहिँ ब्राजिल मनपर्छ ए अनि कसको गेम चाहिँ बेस्ट लाग्छ लाइक ब्राजिलको टिमबाट चाहिँ मलाई नेमारको गेम ठिक लाग्छ नेमारको लास्ट गेम हेर्नुभयो भनेपछि मजाले अनि नेमार बाहेक अरू कसको गेम राम्रो लाग्छ त मलाई भिनिसियस जुनियरको नि गेम बवाल लाग्छ हो अनि यसपालि विश्वकप कसले जित्छ जस्तो लाग्छ त यसपालि 100मा 100% ब्राजिलले जित्छ यसमा 2 मात्रै छैन त्यही भएर ब्राजिलले फर्स्ट वर्ल्ड कप उठाउने यसपालि अब यहाँ 5वटा तारा छ अब छोडा हुन्छ ए हो मजाले त्यो ढुक्क हो ए ढुक्कै हो ढुक्क हो म त यसमा कुनै 2 मात्रै छैन ल बधाई छ त ब्राजिललाई
अनि ब्राजिलको र अरू कसको गेम चाहिँ हेर्न चाहनुहुन्छ? मलाई ब्राजिलको बाहेक अरूको खासै मन होइन, ब्राजिलसँग चाहिँ अपोनेन्ट कुन टिम भए चाहिँ अझै ब्राजिलको गेम हेर्नलाई अझै राम्रो वा रोचक जस्तो हुन्छ जस्तो लाग्छ? मलाई ब्राजिलसँग फ्रान्सको गेम फ्रान्सको हजुर भनेपछि एम्बापे र के अरे नेमार जुधेकै हेर्न चाहनुहुन्छ? एकदम 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 त्यो त 100% ल फाइनल भेट्ने नै फ्रान्स र ब्राजिलले हो ए त्यस्तो लाग्छ भनेपछि एकदम एकदम ओके छ त। ल यस भिडियोमा आउनुभएकोमा धेरै धेरै धन्यवाद। धन्यवाद। हाम्रो फ्रान्सको होइन पोर्चुगलको सपोर्टर हो यो चाहिँ, कट्टर पोर्चुगल हो, रातो हो, सिधा रातो हो। फर्केर यहाँ आउनुहोस्, तपाईँ फर्केर यहाँ आइहाल्नुहोस्, छिटो आउनुहोस्। ठाकुरजी हुनुहुन्छ हाम्रो एके विकास लामिछाने, एके ठाकुर भाइ। के छ ठाकुर भाइ? ठिक छ। अनि पोर्चुगलकै सपोर्टर भन्ने भयो होइन त? यो फ्रान्स भनेर भन्छ बेला बेलामा चाहिँ, तर यो कट्टर पोर्चुगलको फ्यान हो है। नो 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 फ्रान्सको जर्सी देखाइदिउँ? त्यस्तो हुँदैन। लो 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 जर्सी देखाम लाएर आउनुपर्ने चाहिँ केटा यार लाउनु बिर्सेको। लाउन बिर्सेको। त्यस्तोलाई त फ्यान गनिँदैन नि त, गनिन्छ जस्तो लाग्छ। गनिन्छ नि। अनि वर्ल्ड कप हेरिया छ भनेपछि हेरिरहेछ कुन टिमलाई सपोर्ट गरिन्छ? फ्रान्सलाई। यो बोली चेन्ज हो, यो स्क्रिप्टेड भयो अब, यो हुँदैन है। यो मान्छे खासमा पोर्चुगलको फ्यान हो, अहिले यहाँ भिडियोमा भएर फ्रान्स भनिरह। आज जित्ने हो, हालेलाई पेल्ने आज। पेल्नी हो। पेल्ने हो। ल फ्रान्सको गेम राम्रै लाग्छ भनेपछि? लास्ट टाइम फ्रान्सले कति गोल हानेको थियो लास्टको गेममा? अहिलेको गेममा अहिले गोल एम्बापेले 2 अनि डिम्बालेले 1 हो, 3 गोल हो जम्मा। भनेपछि वर्ल्ड कपमा अहिलेसम्मको सबभन्दा बढी गोल कहिले गरेको छ? लाइक अहिले रिसेन्ट यो 2026को वर्ल्ड कपमा अहिलेसम्मकोमा सबभन्दा बढी गोल कसले गरेको छ? कुन खेलाडी? मेसीले। मेसी राम्रो लाग्छ? मेसी छैन। हालेनले र मेसीको 3 र 4 भइसक्यो त। अनि 5 भयो। 5 भइसक्यो मेसीको 5 भयो, हालेनको 4 भयो, अनि त्यहाँ मेसीकै हो नि। एम्बापेको 4 भयो। अरे कुटे खाला चाहिँ हेरे नि यार गेम। भनेपछि मेसीले धेरै गोल हाने। मेसीको 5 एम्बापेको 4 आज हुँदैछ। अब आज कति हान्छ हेरौँ। आज जे भयो नि रेकर्ड राख्छ होला। कि रेकर्ड राख्छ कि रेकर्ड छोड्छ। अनि जे फ्रान्सको गेम राम्रै लाग्छ भनेपछि? राम्रो लाग्छ। अब फ्रान्सको चाहिँ कुन टिमसँग चाहिँ अब म्याच भयो भने अझै म्याच हेर्नलाई रमाइलो हुन्छ जस्तो लाग्छ? पोर्चुगल कि ब्राजिलसँग। अनि इफ इन केस फ्युचरमा चाहिँ हाम्रो ठाकुर भाइ के फ्रान्सको कोचको रूपमा नियुक्ति भयो अरे होइन, अनि त्यसमा चाहिँ ल फ्रान्सको टिमबाट चाहिँ ल म यो प्लेयर यो यस्तो गेम स्ट्राटेजी वा यस्तो गेमहरू फ्रान्सको टिममा चाहिँ म कोच भएको भए चाहिँ म मेरो प्लेयरहरूलाई वा मेरो कन्ट्रीको प्लेयरहरूलाई चाहिँ यस्तो गेम खेलाउँथेँ भनेर केही सोध्छ? अहिलेको गेम नै बेस्ट छ के। अहिलेको गेम नै बेस्ट लाग्छ भनेपछि भोलि पर्सि ठाकुर भाइ कोच भयो भने नि यही गेमलाई चाहिँ कन्टिन्यू गर्छु। ल धन्यवाद ठाकुर भाइ। थ्याङ्क यू। हामी चाहिँ यस भिडियोको अन्त्यमा आइसकेका छौँ। अनि हजुरहरूलाई चाहिँ लास्ट मेसेज के दिन चाहन्छु भने हजुरले जुनसुकै देशलाई सपोर्ट गरे पनि एकअर्का बिचमा मित्रता कायम गर्नु होला, माया आदान प्रदान गर्नु होला, कोहीसँग पनि नजुझ्नु होला। मेरो टिमले जित्यो, मेरो देशले जित्यो वा यताउता भन्ने कुराहरू लिएर झगडा नगर्नु होला। गेमलाई गेमको तरहले लिनु होला, हेर्नु होला, मनमुटाव नगर्नु होला भन्दै यस भिडियोलाई इन गर्न चाहन्छु। थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो। अनि मन पऱ्योमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब जे मन लाग्छ सबै गरिदिनु होला। थ्याङ्क यू सो मच।